ग्लोकोमा अर्थात् जलबिन्दु। यसलाई प्राय दृष्टि चोरोग भनिन्छ। यसले सुरुमा कुनै लक्षण देखाउँदैन, तर बिस्तारै दृष्टि हराउँदै जान्छ। ग्लोकोमा कसरी हुन्छ? यो रोगमा आँखाभित्रको दबाव बढ्छ, जसलाई आँखाको सानो अप्टिक नर्भ जसलाई दृष्टि नसा पनि भनिन्छ, यसलाई क्षति पुर्याउँछ। यदि समयमै जाँच र उपचार भएन भने अस्थायी मात्र होइन, स्थायी अन्धोपन पनि हुन सक्छ। को जोखिममा पर्छन्? उमेर 40 भन्दा माथिका व्यक्तिहरू, परिवारमा जलबिन्दुको इतिहास भएका व्यक्तिहरू, डायबिटिज वा उच्च रक्तचाप भएका व्यक्तिहरू, अत्याधिक चस्मामा पावर भएका व्यक्तिहरू, यी सबैमा ग्लोकोमाको जोखिम बढी हुन्छ। कसरी बच्ने त? नियमित समयमा आँखाको दबाव जाँच गरिरहनुहोस्। नेत्र विशेषज्ञले सुझाव दिएको उपचार र फलोअप नछुटाउनुहोस्। डाक्टरले दिनुभएको आई ड्रप्स नियमित प्रयोग गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। नवदृष्टि आँखा अस्पतालमा जलबिन्दुको सम्पूर्ण जाँच र उपचार सुविधा उपलब्ध छन्। तुरुन्तै जाँच गर्नुहोस्, अन्धोपन रोक्न सकिन्छ। नवदृष्टि आँखा अस्पताल इटरी, स्वस्थ आँखा सुन्दर संसार।